हेलो एभ्रिवान, आजको यो मिनी भ्लग चाहिँ मेरो फर्स्ट टाइम हो है। अन्तिमसम्म हेरिदिनु होला। उनीहरू चाहिँ मेरो दिदीको छोराछोरीहरू हो। म चाहिँ माइत जान लागेको, उनीहरूको चाहिँ मामा घर है। हामी चाहिँ आज साउने सङ्क्रान्ति मनाउनको लागि यसरी नै रमाइलो गर्दै हामी चाहिँ सिग्रेनी जाँदैछौँ। एकदमै रमाइलो भयो है बाटोभरि बाबुहरूसँग बच्चाहरूसँग। अनि आउनुहुन्छ हाम्रो प्यारो दाई नरेन्द्र दाई। आफ्नो हेर्नु न भान्जीलाई त वहाँनिर फुर्क परेर वहाँनिर बोकिरहनु भएको छ। आराध्या त झोला बोकेर आमै के भन्नु। ल हेर्नुहोस् हाम्रो यो सिग्रेनी, हाम्रो गाउँ कति राम्रो छ है, कति राम्रो भ्यू छ। अनि हामी चाहिँ यत्तिकै गफ गर्दै यत्तिकै गर्दै हिँडिरहेछौँ। ऊ चाहिँ सबैभन्दा पहिला चाहिँ सिग्रेनी आउने बित्तिकै आफ्नो मामाको काम गर्ने ठाउँलाई कब्जा हानेर अनि पुरै गेम खेलेर बस्ने हो कि। यो कोठामा एकदमै धेरै गेम खेलेर बस्नुहुन्छ है फेरि। अनि म चाहिँ गएँ छोरीहरूसँग यत्तिकै रमाइलो गर्नको लागि। अनि उहाँ हुनुहुन्छ हाम्रो भाउजू, प्यारी भाउजू है। त्यसपछि हाम्रो हुनुहुन्छ माइली दिदी, जुना दिदी, कति क्युट हुनुहुन्छ है। अनि आउनुहुन्छ जेठी दिदी, कति प्यारी हुनुहुन्छ। अनि त्यसपछि उहाँ चाहिँ आफ्नो नानुलाई चाहिँ खाना खुवाउँदै हुनुहुन्छ। अनि हाम्रो पालो, नास्ता खाने पालो हाम्रो है, बल्ल आयो। हामी चाहिँ नास्ता खाँदै रमाइलो गर्दै गइरहेको थियो, गफ गर्दै रमाइलो गर्दै गरिरहेको थियो। अनि त्यसपछि आउँछ बेलुकालाई बनाउनको लागि पालो। बेलुका अब हाम्रो साउने सङ्क्रान्ति मनाउनु पऱ्यो नि त। अनि यसो हल्का कुकिङहरू गरिरहेछौँ टक्क लाएर। पोल्दै खाँदै गफ गर्दै दिदी बहिनी भाउजूहरू सबै मिलेर कति रमाइलो भयो हाम्रो साउने सङ्क्रान्ति चाहिँ। तपाईँहरूको चाहिँ कस्तो भयो कुन्नी? हाम्रो चाहिँ एकदमै रमाइलो भयो। म चाहिँ सबैभन्दा कान्छी बहिनी है। त्यसपछि हाम्रो सानो मेहेन्दी प्रोग्राम हुन्छ है। त्यस्तो त ठुलो छैन, त्यही हो। अनि हाम्रो सानी नानीको डान्स हेर्नु है त। हुँदा हुँदा बिहान हुन्छ। बिहान हुने बित्तिकै सबैजना मकै पोल्दै फर्सीको मुन्टा केलाउँदै गफ गर्दै चिया खाँदै यति राम्रो मौसममा है कति धेरै रमाइलो भयो, एकदमै धेरै रमाइलो भयो यो साउने सङ्क्रान्ति चाहिँ। ल गाइस, तपाईँहरूको सङ्क्रान्ति चाहिँ कस्तो भयो? हाम्रो चाहिँ यस्तै भयो। आजको ब्लग चाहिँ यति नै हो। बाई बाई गाइस। अनि यो चाहिँ पोलेको मकै हो। बाई बाई।